मुभीको सुरुवातमा एउटी महिलालाई जबरजस्ती केही खुवाइरहेको देख्छौँ। सिन कट हुन्छ र हामीले सेफीलाई देख्छौँ। उनी हेड सेफ हुन्, तर उनी अब यहाँ काम गर्न चाहदिनन्। अब उनी आफ्नै रेस्टुरेन्ट खोल्ने विचार गर्छिन् र म्यानेजरलाई लास्ट गुड बाई दिन जान्छन्। तर यस होटेलमा सोफीले धेरै राम्रो काम गरेकी हुन्छन्, त्यसकारण म्यानेजर तयार हुँदैन र अरू पैसाको लालच दिन्छ। तर सेफीले फैसला लिइसकेकी थिइन्। उनी आफ्नो अन्तिम फैसला सुनाएर उनी त्यहाँबाट जान्छन्। भोलिपल्ट बिहान उनी जङ्गलको बीचमा जान्छन्, जहाँ उनले आफ्नो नयाँ रेस्टुरेन्टको लागि चुनेकी थिइन्। यो ठाउँ पहिले पनि एउटा रेस्टुरेन्ट नै थियो, तर बन्द किन भयो यो सेफी जान्दिनिन्। ठाउँ हेर्दै गर्दाखेरि उनले पारिपट्टि एउटा गार्डन देख्छिन्। गार्डनमा जाँदै गर्दाखेरि अगाडिबाट उनले एउटा बुढी महिलालाई देख्छिन् र छेउको हलचलले गर्दा उनी यताउता हेर्न थाल्छिन् र फेरि पनि अगाडि हेर्छिन्, तर ती बुढी महिला त्यहाँ हुँदिनिन्। यही समयमा फेरि एन्ड्रयू पनि आउँछ, जो यस होटलमा उनको पार्टनर थियो। उसले सेफीलाई जङ्गलको बीचमा भएको एउटा होटलमा घुमाउन लान्छ, जहाँको कपी गरेर उनले आफ्नो होटलमा लैजान सकुन्। यही ठाउँमा उनीहरूलाई लुसिया नामकी एउटी सेफ पनि भेटिन्छन्, जो उनीहरूको होटेलमा उनीहरूसँगै काम गर्नेवाली थिइन्। खाना खाँदै गर्दाखेरि एन्ड्रयूले भन्छ आउने सन्डेमा उसले केही इन्भेस्टरहरूलाई बोलाएको हुन्छ र उनीहरूका लागि शानदार मेन्यु रेडी गर्नको लागि उनीहरूलाई जिम्मा दिन्छ। त्यसपछि सेफी आफ्नो घर आउँछिन् र रातभरि रेसिपिज खोजी खोजी राम्रो मेन्यु बनाउनतिर लाग्छिन्। उनी जङ्गलको बीचमा रहेको त्यही रेस्टुरेन्टमा बसेकी हुन्छन्। उनले फेरि पनि त्यही डरलाग्दो आवाज सुनिन् र डराउँदै बाहिर गइन् र त्यहाँ कोही पनि थिएन, न त स्टोर रुममा कोही नै थियो। तर जब उनी स्टोर रुममा पसिन्, उनले भित्तामा फोटो फ्रेम गरेको एउटा फोटो देखिन्, जुन फोटो त्यही बुढी महिलाको थियो। त्यो फोटो राम्रोसँग हेर्नु अघि नै त्यही बुढी महिलाको डरलाग्दो छाया उनले झ्यालमा देखिन्। जब उनी झ्यालको छेउमा गएर हेरिन्, तर त्यहाँ केही पनि स्पष्ट रूपमा देखिनिन्। यही कुराहरूबाट उनी एकदमै डराएकी थिइन् र आफूलाई रिल्याक्स गराउनको निम्ति केही औषधिहरू लिइन्। त्यसपछि उनी भोलिको लागि केही तयारी गरेर निदाउँछिन्। बिहानी हुन्छ र बिहानी एकदमै राम्रो थियो। उनीलाई केही पनि टेन्सन थिएन, किनभने राति नै सबै तयारी गरिसकेकी थिइन्। यतिकैमा उनले डोलाई छुन्छिन्। डो एकदमै राम्रो थियो र यतिकैमा डोबाट एउटा किरा निस्किन्छ र हलचल हुन्छ र उनले डो खोलेर हेर्दाखेरि त्यहाँ धेरै किराहरू पाउँछिन्। डराउँदै त्यो डोलाई त्यहाँदेखि फाल्छिन् र उनले अरू डिसहरू हेर्छिन् र सबैमा फङ्गस लागिसकेको थियो। रातारात यो कसरी हुन सक्छ? उनी एकदमै प्यानिक हुन्छन्, किनभने आजको राति इन्भेस्टरहरू पनि आउनेवाला थिए। फेरि पनि हेल्परलाई सामान ल्याउन पठाउँछिन्, किनभने उनलाई त्यही खाना बनाउनु थियो। अबको केही बेरपछि इन्भेस्टरहरू पनि आउनेवाला थिए र उनलाई मार्केटबाट पुरै सामान पनि आउँदैन र उनले हतारमा सामान्य रेस्टुरेन्टका मेन्युहरू तयार गर्छिन्। पहिलो डिस लिएर इन्भेस्टर इम्प्रेस त हुँदैन, तर उनले अर्को खाना सर्भ गर्छिन् र उनलाई आशा थियो कि यस खानाबाट उनीहरू धेरै इम्प्रेस हुनेछन्।